यो पानीभित्र पेट्रोल हालिएको चाहिँ आगो बलेको छ होइन पेट्रोलतिर यसरी हामीले अब यसमा चाहिँ फायर एक्सटिङ्ग्विसरको प्रयोग गर्ने तरिका ध्यान दिनुपर्ने कुरा यो हामीले पहिला होजलाई समात्ने होजलाई सही तरिकाले समाइसकेको छ हामीले युज गर्ने र पासको नियम यसमा कोही गर्न इच्छुक हुनुहुन्छ हामीले भन्दा पनि एकजना हिन्दुस्तानी व्यक्तिहरू आइदिनु हाते हुन्छ म गर्छु यसरी अब हामीले उहाँले चाहिँ बेसमा खाने टाढाबाट आफू पहिला के ध्यान दिनुपर्छ नेक्स्ट टाइमजनाले सबभन्दा पहिला यसरी आगो निर्माण गर्दा पहिला आफू सुरक्षित भएर अलिक डिस्टेन्स मेन्टेन गरेर हावाको दिशा कहाँबाट आइरहेको छ आगो कता गइरहेको छ ती कुराहरूलाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्दछ त्यसरी गर्दा चाहिँ हाम्रो आगलाई प्रभावकारी हुनसक्छ थोरै यसरी हामीले यो चाहिँ पेट्रोल जाने चिजमा लागेको आगोलाई निर्माण गर्न सकिन्छ साथसाथै हामीले यसमा चाहिँ फोम पनि हुन्छ दमकलमा चाहिँ गरी हाम्रो पेट्रोलिङ ट्याङ्कहरूमा आग लाग्यो भने विशेष गरी पानीमा फोम मिसाएर चाहिँ हामीले प्रयोग गर्छौँ त्यो पानीमा फोम मिसाउनु भनेको त्यसले चाहिँ जब पेट्रोलमा चाहिँ ढाक्छ त्यसको फमको रूपमा ढाक्छ फम भिजको रूपमा ढाक्छ त्यसले त्यहाँ पेट्रोलमा चाहिँ अक्सिजनको प्रवाहलाई चाहिँ पूर्ण रूपमा निस्तेज गरिदिन्छ र आगोलाई सजिलै हामीले नियन्त्रण गर्न सकिन्छ ग्यास जल्ने चिजहरूमा आग लाग्दा पनि हामीले विशेष गरी CO2 युज गर्ने भन्छ खुल्ला ठाउँमा चाहिँ CO2 युज गर्दा चाहिँ अलिक छिटो प्रभाव जान्छ तर बन्द कोठाको प्रयोग गर्दा हामीले ध्यान दिनुपर्छ त्यसमा हावाको दिशा कति समय कति ठाउँलाई चाहिँ कभर गर्नुपर्ने त्यो अनुसारको चाहिँ CO2 को मात्रा भुल्नु पुग्छ कि पुग्दैन ती कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ विशेष गरी यो ग्यास कम्पनीहरूले चाहिँ यसमा यो प्रयोग गरेर हामी दिन सक्छौँ हाम्रो पेट्रोल पम्पहरू पनि यसरी प्रयोग गरिदिन्छ र यसको साथसाथै अब हाम्रो आगो निर्माण गर्ने क्रममा कसै शरीरमा आगो लागेको कसरी निभाउने सानो हामीले विशेष गरी हाम्रो यो ग्यास जाने चिजहरू अब पेट्रोल जाने चिजहरू शरीरमा आग लागेको भएमा कसरी हामीले त्यसलाई निर्माण गर्ने भन्नेसम्म ट्रेनिङ डेमोन्स्ट्रेसन गर्न गइरहेको छ सबभन्दा पहिला हामीले ध्यान दिनुपर्ने कुराहरू भनेको यो पेट्रोल जाने चिजहरू जब पनि शरीरमा लाग्छ र त्यो पेट्रोल जाने चिजहरूको समस्यामा जब पनि हाम्रो शरीरमा आगो लाग्छ सबभन्दा पहिला ध्यान दिनुपर्ने कुराहरू भन्नाले अक्सिजनको मात्रालाई घटाउने र त्यसको लागि हामीले चाहिँ दुई तरिकाहरू अवलम्बन गर्न सकिन्छ एउटा फायर ब्ल्याङ्केटको सहायताले अर्को चाहिँ हामीले के भने आफै त्यो स्वयं जो व्यक्तिलाई आगो लागिदिन्छ त्यो चाहिँ जुन ठाउँमा छ त्यही ठाउँमा के गर्ने हामी स्टप हुने सिधै तल के गर्ने भुइँमा ड्रप गर्ने त्यसपछि रोल गर्ने मार्ने शरीरलाई मारेपछि के हुन्छ आगो आफै आफ के हुन्छ त्यसमा आगो अक्सिजनको मात्रा प्रवेश हुन पाउँदैन त्यसरी हामीले गर्न सकिन्छ अर्को भनेको हामीसँग घरमा भएको चाहिँ दोस्रो व्यक्तिले युज गर्ने भनेको चाहिँ ब्ल्याङ्केट छ अथवा केही छ नभए के भने मजाले कभर गरेर त्यसलाई के भने पुरै हावाको प्रवाहलाई बन्द गरिदिने र पनि के गर्न सकिन्छ हामीले यसरी आगो निर्माण गर्न सकिन्छ यसमा हामीले अहिले चाहिँ सानो डेमोन्स्ट्रेसन छ यसमा चाहिँ आगो लाग्छ घरभित्र पस्ने खालको हो कि होइन यो अब हाम्रो शरीरमा चाहिँ आगो स्टप ड्रप एन्ड रोल त्यसरी हामी छिटो भने छिटो के गर्नुपर्छ हामीले एक्सनमा जानुपर्छ यो चाहिँ ढिलो गऱ्यो भने हाम्रो शरीरमा फैलिन आउँछ एकदम द्रुत गर्ने भने के गर्नुपर्छ हामीले आगो निर्माण गर्नुपर्छ आगो आफैमा विपद होइन हामीले गर्ने क्रियाकलाप पनि यसमा चाहिँ आगोबाट क्षति हुन्छ बाटोमा सिर्जना गरिरहेको त्यो कुरामा हामीले ध्यान दिनुपर्छ यसरी हामीले अब ब्ल्याङ्केटको सहायताले हामीले त्यही आगोलाई कसरी निभाउने
त्यसलाई भिजाउनुपर्छ भिजाउ त हुन्छ अब हामीले चाहिँ ब्ल्याङ्केटको सहायताले त्यसरी हामीले निवारण गर्न सक्छौँ। त्यसको सबभन्दा पहिला आफूले सुरक्षित हुनु पर्यो। सुरक्षित भएर फुल्ली कन्फिडेन्सका साथ गऱ्यौँ भने कुनै पनि किसिमको आपदालाई हामीले पहिलो प्राथमिक आपदालाई निवारण गर्न सकिन्छ। त्यसले दोस्रो रूप लिन पाउँदैन। दोस्रो चाहिँ रूप भनेको अलिक पिक नै हुन्छ, अब एकदम फैलिने क्रममा रहन्छ। पहिले चाहिँ प्रयासलाई हामीले चाहिँ त्यसलाई विसफल असफल बनाइदिउँ भने आगलागीले चाहिँ हाम्रो क्षति धनजनको क्षति गर्न पाउँदैन। र आजको कार्यक्रममा त्यसरी